उकालो के हो आँखा दिदी भइदिइसकेछ नै भन्छ घरमै बस्छ हेलो हेलो माइक टेस्टिङ सायदै तपाईँहरूले मभन्दा अल्छी मान्छे कोही देखेछ होला हो यो भ्लग बनाएको मैले 4 मन्थ्स अगाडि तर फाइनली एडिट गरेर अल्छी मानेर भक्कु एडिट गर्ने अल्छी लागेर चाहिँ फाइनली म यो भ्लग चाहिँ ड्रप गर्दैछु हो आफ्टर 4 मन्थ्स अन्त मेरो साथीहरू अब तिमीहरू बेसी नरिसा हो अब तिमीहरूले त बिर्सि पनि सकेको थिइस् होला यो भिडियो बारेमा बट स्टिल हेयर इट इज तिमीहरूको पुरा याद आइरहेको थियो त्यही भएर मैले भिडियो बनाएँ हो सो वाच दिस भिडियो ल बाई हस् गाइस अन्त यो चाहिँ रोशनको माथिको भ्यू हो टेरेस हो पुरा तारी भिडियो हो गाइस रोशन अन्त के भनिदिहाल भाइ अब जानुपर्छ अब जानुपर्छ योपालि चाहिँ जसरी जाने है कम्प्लिट गर्नुपर्छ बस लु खाना खाइदियो गाइस आम्मा सुन्नुहोस् दा आम्मा अरे मोटा अरे भाइ कस्तो छस् भन् त के भन्छ सर आइहाल्यो भित्र ल अन्त गाडीमा जानुको लागि रेडी छ गाइस ऊ हाम्रो तँ होइन ड्राइभर के को ए ड्राइभर चाहिँ यहाँ छ हो हल्का गाडी पुस गर्दैछ यी प्याकिङ गरिसक्यो यो पनि छ ऊ रेडी छ है पैसा चाहिँ मेन है गाइस सबै बल्ल कालिम्पोङबाट जाम खोल्यो है गाइस अब चाहिँ हामी माने भन्नेपट्टि लाग्दैको अन्त यो चाहिँ हाम्रो ड्राइभर रोशन के भन्नु चाहन्छस् ह्याप्पी जाम भयो यात्रा सफल रहोस् अन्त हाम्रो यहाँको इन्ट्रोडक्सन ड्राइभरलाई फोकस गर्नु भन्न इन्ट्रोडक्सन नै न भाइ ए अब भाइ तँ तेरो नाम भन्थ्यो हेलो अन्त केटोले जुत्ता चेन्ज गरेर सेतो जुत्ता भयो भनेर चाहिँ त्यो सेतो जुत्ताको त हालत त खतरा हुन्छ त भाइ सामान हाल है मजाले सामान हाल तपाईँहरू सन्दक पुऱ्यायो भने चाहिँ जेरक्स चाहिन्छ है के जेरक्स चाहिन्छ भाइ भनिदिइहाल्दा आधार अझै जोडिलो भन् न आधार कार्डको जेरक्स अरे गाडी राख्नेहरूलाई हौ यहाँनिर गाडी गाइस हेर्नुहोस् मने भन्जाङको आर्ट हल्का भ्यू पर्खी यता यता भाइ आमा के छ हेर्छ हौ आम्मा गाइस यो चाहिँ हो तपाईँको दार्जिलिङ पर दार्जिलिङ देख्दैछ त्यो चाहिँ दार्जिलिङ हो गाइस यो के भन्छ जग्गालाई चित्रेमा आइपुग्यो है गाइस हामी चाहिँ अन्त होइन आइज नि अन्त ह्यान्डसम देख्दैछ त अन्त आज त अम्बो आइज ह्यान्डसम केटो आम्बो ह्यान्डसम केटो है अन्त आज हामी बल्ल 5 सालको बाद सन्दकपू जाँदैछ दा तपाईँलाई कस्तो फिल हुँदैछ दामी एक्साइटेड टु रिच ओभर देयर हामी एकदमै खुसी छ हाम्रो तर सुन्दरताको चाहिँ खानी हो यहाँनिर सुन्दरता चाहिँ भरकै पाउनुहुन्छ नाक छुने उकालो छ त सर्वप्रथम भन्नु पर्दाखेरि चाहिँ अब हामी आफ्टर 5 इयर्स होइन यस्तो कडी मेहनत मुसक्कत गरेर चाहिँ आज हामी सन्दकपू जाँदैछ योभन्दा 5 साल अगाडि पनि हामीले एकपल्ट ट्राई गरेकै थियो अब तर कतिपय कुराहरूले अब त्यो समयमा हुन सकेन र अब यसपालि हुन सक्यो एकदमै खुसी छु अब हेरौँ यो त जस्ट स्टार्ट भयो छोटा गाजी बाबकाजी खुट्टा भेट्छ खुट्टा भेट्छ बाबकाजी क्लज भेट्छ आमा हेभी छ त अन्त सबजना इन्ट्रेस्टिङ कुरा चाहिँ यहाँनिर के छ भन्दाखेरि चाहिँ यो जुन चाहिँ बाटो छ यो चाहिँ नेपालको हो तर हामी चाहिँ आएको इन्डियाबाट यो बोर्डर हो यो चाहिँ यो तपाईँको यता नेपाल अनि उता चाहिँ इन्डिया अनि यस्तो दामी जग्गामा नआएर तपाईँहरू कता जानुहुने होइन जग्गामा यति चिसो छ नि
ल गाइस अब हामी चाहिँ आइपुग्न आँटिसक्यो अन्त अहिले हल्का फोटो सेसन हुँदैछ गाइस अन्त पाले फर्किया बिना चाहिँ अब फोटो खिचेछ ल्यान्ड रोभरमा अम्बो गाइस लु लु गाइस हामी चाहिँ होमस्टेमा आइपुग्यो जाडो कस्तो छ गाइस जाडो कस्तो छ जाडो छैन जाडो पोरो छ नि जाडो छ नि जाडो चाहिँ अब हामी हुन त चिसै जग्गाको हो योभन्दा अलिक कम्ती चिसो ठाउँ आम्बो जाडो तर जाडो चाहिँ छ तर खासै फरक चाहिँ परेको छैन यो जाडोले भित्री कोट लगाइरहेको छ भन्नु न किनभने मैले अलिकति भित्री कोट लगाएको थिएँ तलैदेखि कि त्यसले चाहिँ अलिक खामिरहेको छ लेट्स सी वाट ह्यापन लेटर त्यसै गर्नु छ गाइस सो गाइस अन्त हाम्रो रुम चाहिँ कता छ ओइ लरेन्स कहाँ छ सौ माथि रहेछ हौ लरेन्स रोशन यसो साउन्ड छ भेट्यो आम्बो रुम चाहिँ गाइस हाम्रो यस्तो प्रकारको छ हो कतिवटा रुम हो एउटै रुम होइन आम्बो रुम त हेभी छ त छोटा गजी के भन्नु छ तेरो नाम चाहिँ सुधार मोटा के भन्नु छ नाम चाहिँ अलिक वेलकम टू माई च्यानल भन्नु चैनल टू माई वेलकम फिलहाल हम अभी संदकपुर के वादियों में घूम रहे हैं आप लोग देख सकते हैं नज़ारा यहाँ पर दुःख सुखको कुरा हो हेलो गाइस भेरी गुड मर्निङ अहिले टाइम हुँदैछ 4:51 अन्त हामी चाहिँ सनराइज हेर्नु जाने अरे तर केटाहरू ग्यास भएर साह्रो परिरहेको छ तपाईँलाई ग्यास भयो तँलाई ग्यास भयो डाइस भयो भोक लाग्यो भोक लाग्छ भाइ ओए सन्दक पुऱ्याएर सुत्ने हो भने त घरमै बस् ल निन्द्रै छ हेभी 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 यत्तिको चाहिँ जाडोमा चाहिँ हुनु पऱ्यो नि त पर सनराइज हुनु आँटेको छ गाइस गाइस माथि चढ्दा चढ्दा हेर्नुहोस् यस्तै छ सो गाइस वी जस्ट गट अनदर रुट हामी चाहिँ पेसेन्सली वेटिङ गर्दैछौँ सनराइजको लागि सनराइज हेरेर खुसी हुँदैछ गाइस आम्बो लाइभ सनराइज गाइस तपाईँहरू देख्न सक्नुहुन्छ आई लभ सन्दकपुर सो गाइस त्यो परको चाहिँ कञ्चनजङ्घा रहेछ हो गाइस यो चाहिँ सन्दकपुरको ओह्रालो हस्की पनि जाँदै रहेछ आम्मा यहाँ चाहिँ खास हिरो देख्दैछ नि त आम्बो पूरी के साथ हम लोग का ब्रेकफास्ट शुरू हो जाता है सो गाइस अन्त हामीहरू वापस फर्किँदैछौँ अन्त त्यही हो सन्दकपुरको ट्रिप यतिकै खतम हुन्छ अन्त हामी बाटो देख्नुहुन्छ कस्तो साह्रो बाटोमा भइरहेको चाहिँ हामी चिरचार पारेर चाहिँ वापस फर्किँदैछ हो अन्त फर्किँदा यतिकै गाईहरू देखिन्छ केही अन्त त्यस्तो बेसी त केही छैन तर यो क्याट दामी लागेको थियो त्यही भएर हामीले भिडियो गरेको थियो त्यस्तो केही छैन वापस फर्किँदा चाहिँ हामी यो कालपोखरीमा चाहिँ रोकेर हल्का सारा भिडियो फोटोसुटहरू गर्ने काम थियो त्यतिकै गरिसकेर हामी निक्लिन्छ गाइस वापस हो वापस यो जग्गामा आएर चाहिँ हल्का भ्यूहरूको फोटो खिच्दै हो गाइस अन्त यतिकै छ होइन और गाइस आप देख सकते हैं खूबसूरत वादियों में हम लोग आज घूमने के आ रहे हैं क्या बोलना चाहेंगे आप JPD7 मैं इतना ही बोलना चाहता हूँ कि आज इतना अच्छा वेदर है और इतना अच्छा रोड वर्क दिख रहा है तो कंपनी के साथ भी बहुत मज़ा आ रहा है और स्पेशली मेरा दोस्त इतना हैंडसम दिख रहा है तो मेरे से जुबान से कुछ शब्द ही नहीं निकल रहा है आज इसका दिल इसने छोड़ के आ गया उधर ही लगता है 2 शब्द तो सुनना ही पड़ेगा लॉरेंस से भी लॉरेंस जी आप क्या बोलना चाहेंगे आज के संदकपुर का आप हमारा प्लान भी सक्सेसफुल हो गया फाइनली दामी जगह नहीं दामी सुंदरता का खाने बहुत अच्छा जगह एकदम देखने भी अच्छा चाय पीने के लिए गया था इतना सुंदर लड़की देखा मैं उधर दिल खुश सब लोग का दिल गार्डन हो गया भाई
This is Lawrence. What's up, guys? मोटाको सिनेमेटिक कस्तो हुन्छ अब यो हल्का यताउति हिँड्दैछ न सो गाइस अन्त सन्दकपू भ्लगको सिरिज यहीँसम्म खतम हुन्छ हो अन्त डोन्ट वरी गाइस अझै सिरिज आउनु बाँकी छ अझै 2-3वटा भ्लग 4-5वटा कतिवटा भ्लग छ त्यो आउनु बाँकी छ सो टिल देन स्टे ट्युन बाई गाइस